यो धर्मशाला बन्दै रहेछ। हाम्रो दुईजना भाइहरू हुनुहुन्छ सिटर होइन। अब लागौँ टोली लागौँ, यहाँ बसेर मात्र हुन्न, अगाडि सान्नी त्रिवेणी कालीकोट जिल्लामा पो पर्दो रहेछ त्यो। बडी माइलका मन्दिर देखिन थाल्यो है। यो डाँडो चाहिँ त्यही भएर हाइटमा आइसकेपछि भनेको सबै कुरा दामी देखिँदै जाँदो रहेछ। यो ठाउँमा न बिचमा कुनै होटल छ न कुनै केही छ। त्यस्तै पऱ्यो भने बस्ने ठाउँ नै छैन। जति हाइटमा आयो उति रमाइलो सबतिर देखिने। म चाहिँ फेरि अब अर्को डाँडामा आइपुगेँ। यो डाँडाबाट झन् दामी भ्यू देखिँदो रहेछ राम्रो। अहिले चाहिँ झन् थुम्को अहिले त पुरै सम्म जस्तै देखिँदो रहेछ यो हाइटमा आएको भएको भएर होला है। मेरो टोली नै हरायो यार। एउटा टोली चाहिँ उहाँ माथि पुगिसक्यो जस्तो चाहिँ लाग्यो। दुईजना अर्को दाई हुनुहुन्थ्यो, दाई चाहिँ अलि अस्वस्थ पनि भइसक्नु भएको थियो। हामी चाहिँ अहिले लौरी विनायक भन्ने ठाउँ आइयो।